बालिनको रोडारपछि बढ्यो राजनीतिक तरङ्ग। अमरेश सिंहमाथिको अनुसन्धान चर्चाको केन्द्रमा। नेपालमा पछिल्लो समय सुशासन, भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनका विषयले राजनीतिक माहौल तातिएको छ। यही क्रममा यतिखेर रासपा सांसद अमरेश कुमार सिंह सम्बन्धी विभिन्न चर्चा र अनुसन्धानका विषयहरू राजनीतिक वृत्तमा बहसको केन्द्रमा बनेका छन्। स्रोतका अनुसार बिचौलिया भनिएका दीपक भट्टसँगको सम्बन्ध तथा इन्डाइरेक्ट बेनिफिसियल ओनरसिप मार्फत अन्य व्यक्तिको नाममा सम्पत्ति राखिएको आशंकामा सांसद डाक्टर अमरेश कुमार सिंहमाथि अनुसन्धान तीव्र भएको स्रोतले बताएको छ। यही असन्तुष्टिका कारण अमरेश अहिले महाधिवेशनमा गएका छैनन्। अनुसन्धानका क्रममा सिंह र भट्ट बीच लामो समयदेखिको सम्बन्ध रहेको तथ्य खुलिरहेको दावी समेत गरिएको छ। भट्ट पक्राउ परेपछि सिंह तनावमा रहेको र उनले पछिल्लो राजनीतिक गतिविधि पनि अनुसन्धानसँग जोडेर हेरिएको पनि स्रोतको भनाइ छ। सिंहले हाल सरकार तथा रासपा नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै संसददेखि सार्वजनिक मञ्चसम्म आलोचना गरिरहेका थिए। उनले चितवनमा सम्पन्न रासपाको पहिलो महाधिवेशनमा समेत बहिष्कार गरेर गएका छैनन्। यद्यपि यी गतिविधि राजनीतिक असहमतिको परिणाम हुन् वा अनुसन्धानको दबावसँग सम्बन्धित छन् भन्ने विषयमा आधिकारिक पुष्टि भने भएको छैन। अनुसन्धानमा संलग्न स्रोतहरूले आवश्यक प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अगाडि बढाउन सक्ने र पक्राउको सम्भावना रहेको पनि दावी गरिरहेका छन्। पछिल्लो समयमा नेपालमा उच्च पदस्थ नेता, पूर्व मन्त्री, व्यवसायी तथा प्रभावशाली व्यक्तिहरूमाथि पनि विभिन्न निकायहरूले अनुसन्धान चलाइरहेका छन्। यसले कानुनी शासनलाई बलियो बनाउने अपेक्षा बढाएको छ, तर अन्तिम निर्णय भने अदालत र कानुनी प्रक्रियाले नै गर्ने भएकाले अनुसन्धानमाथि जनताको चासो बढिरहेको छ।